सुरु धेरैले गर्छ तर अन्त्य थोरैले मात्र गर्छ। त्यसैले माई फ्रेन्ड्स, आज यो संसारमा धेरै नयाँ कामको सुरुवात गर्ने मान्छेहरू लाखौँ हजारौँमा छन्, तर 1% मात्र व्यक्ति यस्तो छ जसले सुरुवात गरेको कामलाई अन्त्य पनि गर्छ। माई फ्रेन्ड्स, आज म तपाईँलाई भन्न चाहन्छु कि काम सुरु गरिसकेपछि, यात्रा सुरु गरिसकेपछि, कदम चालिसकेपछि त्यसको अन्त्य पनि तपाईँले नै गर्नुपर्छ। यात्रा सुरु गरेर बिच बाटोमा छोड्ने र बहाना बनाएर कामबाट गिभअप गर्ने काम कहिले पनि नगर्नुहोस्। यदि तपाईँ कामलाई गिभअप गर्नुहुन्छ र बिच बाटोमा गएर काम रोक्न चाहनुहुन्छ र बन्द गर्न चाहनुहुन्छ भने माई फ्रेन्ड्स, you never ever start your work and your dream and your journey. If you want to be succeed in your life and finish your way and destination, साँच्चै तपाईँ आफ्नो यात्रालाई सुरु गरेर अन्त्य गर्न चाहनुहुन्छ भने my friends, then you will be winning one day in your life and in your journey. Hello guys, welcome back my day 74 vlogs. यसरी नै 100 दिन कम्प्लिट हुनेछ। तपाईँ पनि आफ्नो क्षेत्रबाट काम गरिरहनुहोस् र हामी एक दिन सङ्घर्षको मैदानमा भेट्नेछौँ।